Welcome to Karnali Hamlet, the voice of our hills, our rivers and our hearts. Karnali Hamlet, कर्णालीको आवाज हो। कर्णाली हेमलेट कर्णालीको आवाज हो। जहाँ हिमाल बोल्छ, नदी गुनगुनाउँछ र गाउँको धुलोमा लुकेका बिम्बहरू जाग्दछन्। स्वागत छ हाम्रो आफ्नै कर्णाली संसारमा कर्णाली हेमलेट। प्रस्तुत गर्दैछु म बगर संगम। पश्चिम जाजरकोटको उत्तरी सिमानामा रहेको नेपानी बस्ती, नेपाली नाम रहनुको अनौठो रहस्य, युद्धकालीन भूमिगत राजधानी नै मानिने नेपाली माओवादी त्यस बस्तीमा जनकम्युनको प्रयास पनि भएको थियो। चाँदैसँगै टाँसिएर रहेको प्राकृतिक सुन्दरता सँगै लुकामारी खेल्दै यसको दुई गाउँ जुर्क र नेपालीकै नामबाट गाउँपालिकाको नाम पनि जुनी चाँदै रहेको छ। प्राकृतिक त्यस सुन्दर छटासँगै मगर जातिको बसोबास रहेको अर्को तथ्य अझ रोचक छ। यहाँका बहुमूल्य पत्थरले यस ठाउँलाई सम्पन्न पनि बनायो। जडीबुटी लगायतका वन्य स्रोतहरूले किसानहरूलाई जीवन निर्वाहमा सहज बनायो। हालै यहाँको किवी खेती सफल व्यवसायमा परिणत हुँदैछ। जुनीको ऐतिहासिक, राजनैतिक, मगर जाति, सांस्कृतिक, परम्परागत कुराहरूमा रहँदै प्राकृतिक अनि मानवीय छलफलको दृश्यावलोकन गर्नेछौँ। भिडियो अन्तिमसम्म हेरिदिनुहोला। मन परे लाइक, कमेन्ट र सेयर गरिदिनुहोला। कर्णाली हेमलेटलाई सब्स्क्राइब नगर्नुभएको भए सब्स्क्राइब गरेर बेल आइकन थिची हाम्रो यात्रामा जोडिनुहोला। हजुर भाइहरु, निपाने भनेको यही रहेछ। यो वास्तवमा यो यहाँदेखि माथिसम्म निपाने भनिने रहेछ। यही ठाउँलाई निपानेको नामबाट अहिले चाहिँ सम्पूर्ण पारिपट्टि त्यो चाहिँ कुना पाल्ता भन्छन्, त्यो निपानेमा पर्ने र यतातिर सल्लेरी यताभरिको अझ हामी जाँदैछौँ त्यो भरि सल्लेरी भनेर भनिने रहेछ। जाँतो चाहिँ यहाँनिर रहेछ। सोलरको कार्ड सम्बन्धी कुरा हुँदैछ यहाँनिर। यहाँ चाहिँ निपानेमा सोलर प्यानलबाट होइन बत्ती वितरण हुने रहेछ। यो कार्ड हालेर होइन बत्तीको बिल तिरिने रहेछ होइन। पहिला कार्ड किन्नुपर्ने अनि त्यसरी त्यो के त्यहाँ मेसिन हुन्छ होइन, भन्नाले मिटर बक्स जस्तै, अनि त्यो घरमा लगेर हाल्ने, त्यो अनुसार रिचार्ज हुने। एटिएम जस्तै सर्भरको घरमा पनि होइन त्यो सुविधा छ र त्यसरी। अनि म उहाँसँग एकछिन त्यसै बारेमा कुरा गर्छु है, सोलरको। अनि यो सोलरको स्थापना यो बनाउने काम कहिले भयो, कति सालमा भयो? कति हो छोरा? थाहा छैन। कति वर्ष जति भयो बत्ती? मिडिग्रेनबाट हो होला, त्यहाँ होला होइन। तर लगभग कति वर्ष जति भएको छ? 2 वर्ष भयो, 3 वर्ष भर्खर हो। ए, अनि यो यसरी कार्ड राखेर होइन बिल तिर्ने सिस्टम बनाएको छ र अनि गाउँमा यसरी बत्ती वितरण भएको छ नि। हजुरको परिचय दिउँ न। मेरो जुनी चाहने साथ हजुर रामबहादुर बुढा हो। के अरे? रामबहादुर बुढा मगर। ए, रामबहादुर बुढा मगर हुनुहुन्छ नि। बुढा हुनुहुन्छ नि यहाँ। हजुर, अनि यहाँ बुढा अनि अरू के मगरहरू हुनुहुन्छ? यहाँ छौँ सर, घरटी मगर, पोन मगर, रोक्न मगर छौँ। ए, अनि यहाँको जनजीवन यसरी चलिरहेछ होइन गाउँघरमा। अनि यहाँ तल नदी, यहाँ चाहिँ तल खोला छ, खोलादेखि माथिसम्म यसलाई निपाने भनेर भन्छ होइन। अहिले निपाने चाहिँ वास्तविक रूपमा चाहिँ निपाने यतापट्टिको भागलाई भन्दो रहेछ नि यो गाउँलाई। यो बुर्खा सानो टोल भयो। हजुर, यो चाहिँ बुर्खा सानो टोल हो, सानो टोल हो भन्नु चाहिँ यो निपाने भन्ने चिनिन्छ यसलाई। यो पुरानो यसलाई निपाने भन्दो रहेछ होइन। हजुर। सुरुमा यहीको नाउँबाट
वरपर हजुर, सम्पूर्णलाई यो- निपाने भनिँदो रहेछ हैन? पुरानो उसमा हो सर के रहेछ यो पुरानो ढका गाविस वार्ड नम्बर 1 निपाने भन्ने चिन्थ्यो। अनि निपाने कसरी नाम गरेछन्? अब पहिले अब जिजु बाजेहरूले यो ठाउँमा पानी नपाइकन निपाने भन्ने नाम हो। ए त्यो कारण रहेछ हैन? हजुर, पानी नपाएको कारण। अहिले पनि पानी कता कताबाट आउँछ? अहिले सर यो केमुलबाट आउँछ अनि हजुरको यो घटिकोला भन्ने मूलबाट आउँछ। ए त्यताबाट अलि टाढाबाट टाढैबाट खानुहुन्छ नि? हजुर अनि यहाँ कृषि बाख्रा पालन हुन्छ, हजुर भेडा पनि पाल्नुहुन्छ कि? अनि यहाँ चाहिँ मुख्य रूपमा किवी हुँदो रहेछ नि? किवी हुन्छ। किवीको लागि अहिले पछिल्लो दिनमा मान्छेहरूले किवी लगाएर होइन हजुर जीविकोपार्जन गरिरहेको रहेछ। उसमा अफिसमा जाने भने पनि जाउँ सर। अनि मलाई अब यता जानुपर्ने हतार छ होइन। हुन्छ, महत्त्वपूर्ण जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद है त। ल नमस्कार ल। के सामुदायिक संस्था दह 1 निपाने पहिलाको दह 1 मा पर्दो है, पुरानो बोर्डर। मौरीको घारहरू यहाँनिर टनमा छ। यो डाँडामा यो केही घरहरू छन् जुर्काको माथिदेखि तलसम्म, अनि पर गएर भित्र त्यहाँ पनि जुर्काको घरहरू रहेछन्। बस्ती जुर्काको बस्ती, यता निपानेको बस्ती यता। यहाँ चाहिँ पुरानो धार रहेछ यार, हेर्नु त ढुङ्गे धार रहेछ। निपाने धेरै तल जानु रहेछ त्यो। खोपै खोपा छ त यार, पूजा गर्ने ठाउँ जस्तो रहेछ है।
हो अनि यो ठाउँको नाम के भन्छ सल्लेरी भनेको यही हो नि हजुर अनि ऊ पारिपट्टि देखिने कुन भन्नुभयो अरे ऊ त्यो भवन छ नि हजुर त्यसलाई नौला डेरा भन्छ नौला डेरा अनि सङ्ग्रहालय रहेछ नि हजुर सङ्ग्रहालय बनाएको छ त्यहाँ चिजहरू के त्यस्तो पुरानो केही चिजहरू राखेको छ र खै थाहा छैन मलाई त्यति सङ्ग्रहालय भवन बनाएको छ नि हजुर अनि यता यो सल्लेरी भन्नाले माथिदेखि यहाँसम्म पऱ्यो कि कता हो यही त्यो गाउँ छ त्यो यति मात्रै हो सलेर भने पुरानो घरहरू पनि यहाँ देखिने रहेछ होइन यहाँ चाहिँ यो नयाँ घरहरू पनि बनाएका छन् सिमेन्टिङ घरहरू होइन यो उतापट्टि त्यो भवन त होइन होला घरै हो मान्छेको गरै हो व्यक्तिको घर छ यता टन्न घरहरू रहेछन् यो गाउँमा होइन अनि यता तल पनि छन् अनि ऊ माथिको त्यो ठाउँ छ नि त्यसलाई के भन्छ ऊ माथि बरबरिया भन्छ घरबरे त्यहाँ पनि घरहरू रहेछन् मान्छे बस्छन् र त्यहाँ बस्छन् एउटै घर छ एउटा घर छ अनि ठुलो डुङ्गा चाहिँ त्यो मात्रै हो ए ठुलो ढुङ्गाभन्दा माथिको घर छ नि घर त अनि यता पारिपट्टि पनि खर्कहरू रहेछन् नि त्यो खर्क के भन्छ त्यस्तो त्यसलाई नाम? भेडाखोर भन्छ भेडाखोर हजुर ए भेडाखोर अनि यतापट्टि यो माथि पनि उसमा टाकुरामा रहेछ नि त्यो पाटन नै के अरे माथि लेकको ऊ छ नि त्यहाँ खर्क नै हो कि के हो त्यो खर्को होइन त्यो पाटे मेला भन्छौँ हामी त अनि यता यो पारिपट्टि पनि यो भित्ताभन्दा अनि पारिपट्टि एउटा घर एक दुईवटा घरदेखि एउटा घर देखिन्छ कि अनि त्यो के भन्छ गोठहरू के भन्छ सान्ठोली भन्छ सान्ठोली हजुर ए अनि यहाँनिर हामीले आइरहेको अवस्था छ होइन यो हामी डाँडामा आएको स्थिति छ भने चाहिँ केही नयाँ घरहरू बनिरहेको छन् केही पुराना पहिले त तपाईँहरूको खरले छाएका घरहरू हुन्थे अहिले यहाँ देखिँदो रहेछ जस्तो है कहीँ कहीँ छन् अब त एउटै छ एउटै माथि यता देखिया छैन ए यता त माथि होला होइन एउटै अनि यहाँ जुनी कम्युन यहाँ तलतिर छ भन्नुभयो नि यता तलतिर छ अरे अनि पुरानो समुदायमा बसेर एकै उसमा बसेर होइन हजुर अनि त्यस्तो बसेर तपाईँहरूले सँगै काम गर्ने त्यो के त्यो अनुभव छ हामी त चिन्नौँ के अरे तपाईँ हुनु थिएन नाइ सल्लेरीको ठाउँ चाहिँ एकदम सुन्दर देखिन्छ यहाँनिर जुनी चाँदै वार्ड नम्बर 7 मा को बस्ती निपानेको दृश्यहरू हामी कैद गरिरहेको छौँ मोबाइलमा यस्तो यो कमिनको पहिला चाहिँ घर भएको होइन भत्काइएको छ यता बनाएको यो नयाँ हो यो बनाएको छ व्यक्तिले बनायो कि कस्तो व्यक्ति हो कि तलतिर जाउँ न कमिनको घर भत्काएर होइन भत्किएर त्यसपछि यो ठाउँमा रहेछ है पुरै उता त्यो टोइलेट देखिन्छ त्यहाँ टोइलेट रहेछ त्यहाँ पुरा यो एरिया रहेछ ठुलै भवन हुँदो यार होइन त्यतिखेर त भयङ्कर भवन हुँदो त यो बान्नाहरू केही बान्नाहरू त छन् अझै यो कम्युनको यो कम्युन रहेको ठाउँ अहिले चाहिँ घर बनाएका छन् यता
व्यक्तिहरूले सार्वजनिक रूपमा रहेको के अरे सामूहिक रूपमा बस्ती रहेको कम्युनको यो अवशेषहरू यहाँ देखिन्छ। यो सगुर यो भवन यहाँनिर छ होइन, उता पनि हुँदो हो सगुर होइन, परेसनमा माथि पहाड पारिपट्टिको पहाड यसरी ठाडिएको छ। यता पारिपट्टि जुर्क निपानी जुर्क अनि पारिपट्टिको बस्ती यसरी भित्तामा बसिराखेको छ। पहाड छ त्यहाँनिर ठुलो पहाडहरू। यतातिर चाहिँ सिमेन्टिङ घरहरू पनि यहाँ देख्न सकिन्छ। यस्तो तल तल गाईबस्तुहरू चरिरहेको अनि टिनका छाएका घरहरू यहाँ देख्न सकिन्छ। यहाँनिर पारिपट्टि अनि पुरानो खरले छाएका घरहरू पनि माथि माथि देख्न सकिन्छ। जम यतिखेर भने हामी जुनिचाँदे वार्ड नम्बर 7 को बस्ती निपानीको अझ विद्यालय रहेको ठाउँ पुतली मावि रहेको ठाउँनिर जाँदैछौँ। पुतली मावि स्कुल यहाँनिर देखिँदैछ। निपानीको पुरानो स्कुल हो। अहिले चाहिँ माविको स्वरूप धारण गरेको छ। गाउँका साना भाइ बहिनीहरूलाई यही चाहिँ मावि शिक्षा हासिल गर्नको लागि यसले काम गर्नेछ। यतातिर छ यस्तो गाउँको यतातिर स्थिति माथि छतमा माथि चाहिँ कोदो मकै सुकाइरहेका छन्। यहाँनिर अगाडि चाहिँ हुनुहुन्छ लक्ष्मी सर हुनुहुन्छ, लक्ष्मी शर्मा हुनुहुन्छ, हाम्रो साथमा हुनुहुन्छ। उहाँसँग हामी गाउँ घुमिरहेका छौँ। सरले यही स्कुलमा यही पुतलीमा पढाउनुहुन्छ। हामी आजको दिन उहाँले हामीलाई साथ दिनुभएको छ। त्यतातिर हामी जाँदैछौँ। त्यहाँको दृश्यहरू देखाउनेछौँ। ए वडा कार्यालय वडा 7 नम्बर वडा कार्यालय भनेर निपानी यहाँ दिइरहेछ। स्कुल नजिकै रहेछ यो। यो चाहिँ जुर्क र निपानेको यो सेन्टरमा होइन नजिकमा रहेको छ। हामी स्कुल प्रवेश गर्ने द्वार यो ढोका देखिँदैछ। यहाँबाट हामी प्रवेश गरिसक्यौँ। विद्यालय यो 2 तले भवन रहेछ यो। यतातिर चाहिँ यता तल पनि फिल्ड रहेछ यहाँनिर निपानीको। यो निपानीको नयाँ बन्दै गरेको भवन यता छ। अनि यता माथि पुतली माध्यमिक विद्यालय जुनिचाँदे गाउँपालिका 7 निपानी जाजर 2035 सालमा यो चाहिँ स्थापना भएको रहेछ। कुनै बेला म पनि यो स्कुलमा यस्तो भवन त थिएन, तर पनि ढुङ्गे छाना भएको घर थियो कि के हो भवन। अनि त्यतिखेर आएको थिएँ। धेरै पहिलाको कुरा हो, 2052-53 सालतिरको कुरा होला सायद। त्यतिखेर टेकिएको पाइला फेरि टेकिँदैछ। पारिपट्टि जुर्क निपाने के अरे जुर्कको ठाउँ छ। यो निपाने खोलाबाट यहाँ आउनको लागि धेरै टाढा हुँदैन। माथि यहाँबाट माथिसम्म त्यतिखेर चाहिँ यहाँ आएर माथि गएर म बसेको थिएँ। माथि अलिक थाहा छ मलाई। त्यतातिरको बस्तीहरू अहिले आएर घुमिसकेको छ। यसरी यहाँको पुतली मावि अहिले चाहिँ मावि भइसकेको छ। त्यतिखेर पुतली प्रावि थियो यहाँ। त्यो स्मरण मलाई अहिले भएको छ। यो स्कुलमा फेरि प्रवेश गर्न पाउँदाखेरि म हर्षित पनि भएको छु। यसरी भिडियो कैद गर्न पाएको छु। हामीले यहाँको दृश्य देखिसक्यौँ। हामी फर्कने क्रममा छौँ। पुतली प्रावि हस् त भाइ। पुतली मावि
म गइसकेपछि हामी फर्किसकेका छौँ। यतातिर फर्किसकेको अवस्था छ। यो माविभन्दा तल चाहिँ खोलामा बगर नजिक कता चाहिँ साइड गेट थियो, साइड गेट छ भन्ने थियो, त्यता हामी पुग्न सकेनौँ। हामी कुनै मौका अवसर परेछ भनेपछि कुनै बेला त्यो पनि हेरौँला। र आजलाई भने हामी त्यो ठाउँमा पुग्न सकेनौँ, माफ चाहन्छौँ, माफ गरिदिनु होला। आजको भिडियोमा हामीले जुनी बस्तीलाई मात्र देखाएनौँ, त्यहाँ रहेको अनौठो अचम्मका कुराहरू बाहिर ल्यायौँ। तपाईहरूले भिडियो पुरै हेर्नुभयो कि भएन? हेर्नुभएको भए थाहा पाउनु पनि भयो होला। निपाने नाम रहनुको रहस्य र मगर बस्तीको अवस्था, त्यहाँ रहेको जनकम्युनको अवस्था, सङ्ग्रहालय रहेको ठाउँ, प्राकृतिक सुन्दरतासँगै मगर जातिको सांस्कृतिक परम्परागत कुराको जानकारी मिल्यो। निपाने तथा हजुरको प्राकृतिक खनिज पदार्थको लागि प्रसिद्ध रहेको कुरा, जडीबुटी तथा फलफुल खेती किबीको लागि एकदम सम्भावित रहेको ठाउँ रहेको कुरा, प्राकृतिक तथा धार्मिक पर्यटकीय स्तरको चिनारी मिल्यो। युद्ध सङ्ग्रहालय र शहीद गेटको रहेको जानकारी पनि प्राप्त भयो। हिमालको काखैमा रहेका दुई गाउँ झुर्क निपाने सम्भावनाको स्रोत रहँदा पनि सरकार वर्गको यसतर्फ ध्यान पुग्न सकेको देखिएन। दुःखको विषय यही छ। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गरिदिनु होला। कर्णाली हेम्लरलाई सब्सक्राइब नगर्नुभएको है सब्सक्राइब गरेर बेल आइकन थिची हाम्रो यात्रामा जोडिनु होला। यतिन्जेलसम्म भिडियो हेरी साथ दिनुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। आजलाई पनि बिदा हुने बेला भएको छ। हस्त नमस्कार। बगर सङ्गम, कर्णालीको आवाज, कर्णाली संसारमा, कर्णाली हेम्लेट, पश्चिम जाजरकोटबाट। भारी त होइन, बिदाबारीको झोला हाम्रो एकदम यात्रा चाहिँ सुखद भयो होइन। हामी जुनी चाँजै वार्ड नम्बर 7 को निपाने बस्तीमा मजासँग आयौँ, रमाउँदै होइन बस्यौँ। हामी अध्यक्षज्यूको निशानजीको घरमा बस्यौँ बिहानदेखि अहिलेसम्म। हाम्रो साँझ बसाइ त हाम्रो हिजो ओखडामा भयो, त्यहाँको ओखडाको अध्यक्ष होइन अध्यक्षका घरमा बस्ने अभियान एकदम यहाँ पनि आइयो। अनि उहाँ चाहिँ ऊर्जाको घरमा बसेको थियो मैले यो साझा, र बिहान यहाँ आएर यहाँको भिडियो लिन पाइयो, यहाँको वरपर वातावरण होइन देख्न पाइयो, घुम्न पाइयो। हुन्छ त हामी लाग्यौँ है। नमस्कार। ल भेटौँला फेरि होइन, बस्नु होला है। कुरा त्यही हो, टक्क यहाँबाट फेरि त्यो जति बेला जान्छ त्यति बेला चाहिँ अलि अत्याउनु होला। यहाँ आत्तिने बानी छैन घर गएको होइन।